धन्यवाद। म विद्यालयमा हाम्रो आदरणीय गुरु ढुण्डिराज चौधरी जो सिद्धरत्ननाथ माध्यमिक विद्यालयको संस्थापक प्रह हुनुहुन्छ। धेरै लामो समयपछि यहाँको यस विद्यालयमा आगमन भयो। म विद्यालयको तर्फबाट उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। संस्थापक भन्नाले बोल्ने तपाईमा के बोल्नुहोस् के यहाँको यस विद्यालयमा धेरै वर्षपछि यहाँ आउने अवसर पाइयो र यहाँले मलाई यहाँ बोलाएर यहाँ केही कुरा भन्न अवसर दिनुभयो। यसको लागि म आभार व्यक्त गर्दछु। त्यसैले र भन्ने क्रममा केही धेरै चाहिँ केही भुल र केही हुनसक्छ र त्यस्ताका लागि पनि म पहिले नै क्षमा याचना गर्दछु। ढुण्डिराज सर, यो सिद्धरत्ननाथ नेपाल राष्ट्रिय प्राथमिक पाठशाला अमराईमा जो स्थापना भयो, त्यो स्थापना गर्दाको पृष्ठभूमिको बारेमा केही बताइदिनुहोस् न। यसको लागि म सम्झे जानेसम्मको केही कुरा म यहाँ प्रस्तुत गर्दैछु र त्यसमा केही भुल पनि हुनसक्छ। त्यसको लागि पनि म क्षमा याचना गर्दै आफ्ना केही जानेका कुराहरू प्रस्तुत गर्दैछु। यो एसएलसी गर्ने क्रम एसएलसीमा परीक्षा माघमा परीक्षा भइसकेपछि र असारमा यसको रिजल्ट निस्कदा बिचमा लामो समयको ग्याप हुन्छ। त्यो ग्यापमा मैले के गर्ने भन्ने कुरो मेरो समझमा आयो र यहाँका सबै ठुला बडा र जान्ने सुन्नेहरूसँग म आफ्नो यी कुराहरूलाई लिएर सोधपुछ गर्दै गाउँमा 2-4 जनालाई बोलाएर यो कुरा सल्लाह दिएँ कि ल हामी म मात्र एकजना पढे लेखेर मात्र के गर्ने, मेरा सम्पूर्ण समुदाय शिक्षादेखि वञ्चित छन् र त्यसतिर उहाँहरूको सोच र चेतना छैन। त्यसैले अब हामी कति समय यसरी बसौँ, ल हामी तपाईँहरूले आफ्ना छोरछोरी त्यसै धुलोमा खेल्नुभन्दा तपाईँहरूले आफ्ना बच्चा बच्चीहरूलाई पढ्नतिर लगाउनुहोस्। त्यसको लागि मैले यहाँ यस्तै सोच बनाएर तपाईँहरूसँग यो भन्दैछु। यो भन्दा सबैले यो कुरा सहमत हुनुभयो। अनि त्यसपछि यी कुरालाई लिएर मैले यस विद्यालयका ठुलो सहयोगी भनौँ, उहाँकै प्रमुख भूमिका बद्रीनाथजीसँग मैले यो कुरा आफ्नो राखेँ र उहाँले पनि ल हुन्छ हामी चाहिँ यहाँ छापर बनाउँछौँ घर अनि पछि पढाउने सुरु गर्ने भन्ने कुरो भएअनुसार म त्यहाँ घरसर बनिसकेपछि पढाउने सुरु गरियो। त्यति बेला मैले पहिलो सहयोगी चाहिँ छविनारायणजीलाई ल्याएँ। बच्चाहरू धेरै हुँदै गए। त्यसपछि अब त्यतिले पनि भएन, विद्यार्थी बढी भएको हुनाले अरू के भन्छ एउटा निमबहादुर, ओमबहादुर डाङ्गी अनि भीम गिरी र वासुदेव गौतम जस्ता साथीहरूलाई पनि त्यसमा सरिक गराएर यो कुरा यसरी विद्यालय राम्रै तरिकाले सञ्चालन हुँदै गयो। र त्यसपछि ठ्याक्कै 2017 सालमै पञ्चायती व्यवस्था लागू भएको हुँदा विभिन्न जिल्लाहरूमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दिने भन्ने कुरो अनुसार हाम्रो यो विद्यालय पनि त्यसैभित्र परेर यो स्वीकृति पायो। त्यही अनुसारसँग यो विद्यालयमा पढाइ सुरु भयो। त्यसपछि यसमा सेनराजी पनि सरिक हुनुभयो अनि त्यही अनुसारसँग हामी यो विद्यालय पञ्चायतको एक छेउमा मात्र भएर सबैको
सहयोग र रेखदेख नपुग्नु हुँदा यो पञ्चायतको मध्य क्षेत्रमा राख्नु भन्ने कुरो भएअनुसार यहाँका ठुला बडा र यहाँका शिक्षाप्रति आस्था र विश्वास राख्ने महानुभावहरूसँग सबैसँग सरसल्लाह भएअनुसार यो विद्यालय यहाँ नारायणपुर ल्याउने सरसल्लाह भयो र त्यो विद्यालय यहाँ आएर स्थापित भयो। अनि त्यसपछि यहाँ हेर्नुसार चाहिँ हामी पढाउने सुरु भयो। अमराईबाट त्यो प्राथमिक विद्यालयलाई यो नारायणपुरमा ल्याउनुको खास कारण के थियो? अब यो यहाँ त्यही वर्ष पञ्चायती व्यवस्था लागू भएअनुसार यो चाहिँ यो नारायणपुर पञ्चायत भनिसकेपछि यो पञ्चायतको एउटा छेउमा मात्र पर्ने भएर त्यहाँका केही मान्छे मात्र यस पञ्चायतका विद्यार्थी सहभागी र सहुलियत पाउने पढ्ने सहुलियत पाउने भन्नाले अमराईमा थोरैले विद्यार्थी भएर यहाँ सबैको सहयोग पुग्ने भएको हुनाले यो विद्यालयलाई उहाँबाट पञ्चायतको मध्य क्षेत्रमा राख्ने भन्ने कुरो अनुसार यो विद्यालयलाई भन्नुको मतलब नारायणपुर त्यसबेला मध्यभागमा थियो। त्यही अनुसार यसलाई उहाँबाट यहाँ स्थानान्तरण गरियो। अमराईबाट नारायणपुरमा विद्यालय सार्दा यहाँ त जग्गाको आवश्यकता पर्यो। अब त्यो जग्गा चाहिँ विद्यालय यहाँ स्थापना गर्नमा भवन बनाउनलाई खेलकुद मैदानको लागि जग्गा आवश्यकता पर्यो। त्यतिखेर चाहिँ जग्गा कसले दिनुभयो? त्यसमा विद्यालय भएपछि त विद्यालयलाई खेलकुदको आवश्यकता पर्ने मैदान चाहियो, अनि घर बनाउने टहरा चाहियो। त्यति बेला अब कहाँ बनाउने भन्ने कुरो आएपछि यहाँका जग्गादाताहरूले जस्तै शोभाकर शर्मा आचार्यज्यूले 1 बिघा, अनि त्यसपछि जनक कुमारी शर्माज्यूले पनि 1 बिघा, त्यसै अनुरूप नारायण प्रसाद आचार्य शर्मा उहाँ पनि 10 कट्ठा दिएर यो भवन चाहिँ छाप्रो यहीँ बनाउने भन्ने कुरो निर्णयअनुसार त्यो छाप्रो बनाएर पढाइ स्थापित सञ्चालन भयो। यो 17 सालको कुरा? यो 17 साल होइन, 21 सालको कुरा होइन, 17 साल। 21 सालमा अब प्राथमिक कक्षा पास गरेका विद्यार्थीहरूको लागि निम्न माध्यमिक तह पनि आवश्यकता पर्यो। अब यो विद्यालयमा निम्न माध्यमिक तहको विद्यालय पनि खोल्नु पर्यो। त कति सालमा निम्न माध्यमिक विद्यालय भयो? 2021 साल। त्यहाँ पढ्दै गएपछि पढ्ने क्रममा विद्यार्थी 1 कक्षा 2 कक्षा 5 कक्षा गर्दै यो किसिमले त्यो निमाविसम्मको लागि पनि कक्षा सञ्चालन गर्नुपर्ने हुँदा त्यसमा चाहिँ शिक्षकको आवश्यकता त्यही अनुरूप चाहियो। त्यही भएर त्यति बेला चाहिँ निमाविमा पढाइ सुरु भएपछि त्यति बेला चाहिँ शिक्षकहरूको रूपमा उदय प्रतापजी रजौरिया 1 जना, अनि सहदेवजी, अनि एउटा किसिमसँग बुद्धि प्रकाशजी, अनि त्यसपछि रेवती रमण शर्माज्यू, अनि त्यसपछि यसै किसिमसँग धेरै साथीहरू मिलेर त्यहाँ सहयोगको रूपमा स्वयंसेवकै रूपमा पनि उहाँले विद्यालय सञ्चालन गर्नको निम्ति उहाँहरूले ठुलो सहयोग गर्ने भन्नाले 21 सालमा त्यो विद्यालयलाई निमाविदेखि सञ्चालन गर्ने कुरा चाहिँ सबैको सहयोगबाट यो त्यति बेला सम्पन्न भयो। अब त्यो किन चाहियो र होइन? अनि क्रमैसँग अब निम्न माध्यमिक तह पास गरेका विद्यार्थीहरूको लागि
माध्यमिक विद्यालयको पनि आवश्यकता पर्यो। अनि त्यसबेला माध्यमिक विद्यालय कति सालमा स्थापना भयो यहाँ? विद्यालय निम्न माध्यमिक विद्यालय पढाइ सुरु भएपछि अब माध्यमिक तह पनि अब कहाँ जाने पढ्ने भन्ने कुरो भएपछि यसलाई मावितर्फको पढाइको सुरुको लागि त्यो पनि सोच बनाएर यहाँ त्यो विद्यालय माविको पढाइ पनि सुरु गर्नु पर्यो। त्यसैले त्यति बेला चाहिँ 2024 सालमा त्यो कक्षा पनि यहीँ सञ्चालन गर्ने भनेर 2024 सालमा यसको पढाइ सुरु भयो र त्यति बेला नै यो माध्यमिक तहको स्वीकृति यसले पायो। भन्नुको मतलब 24 सालमा पनि एउटै प्राङ्गणमा 3वटा विद्यालय थिए त होला, होइन? 3वटा विद्यालय त एउटै प्राङ्गणमा पढाइअनुसार 3टा विद्यालय भन्नाले एउटा प्राथमिक विद्यालय, एउटा प्राथमिक विद्यालय, त्यसपछि निम्न माध्यमिक विद्यालय अनि 24 सालदेखि माध्यमिक विद्यालय गरी 3टा विद्यालय यसै प्राङ्गणमा रहेर पढाउने काम भएको। अनि यो गाभियो कहिले त? यो 2029 सालमा यो नयाँ शिक्षा लागू भएदेखि 3टै विद्यालय एउटैमा गाभिएर यसको पढाइ सञ्चालन भएको कुरो मलाई थाहा छ। नारायणपुर आइसकेपछि आफूले सँगै काम गरेका कुन कुन शिक्षकहरूलाई सम्झिनुहुन्छ? नारायणपुरमा आइसकेपछि यहाँ पढाउने शिक्षक साथीहरूमा पहिले त अब भनौँ नि वासुदेव गौतम अनि भीमकान्त आचार्य अनि त्यसपछि एउटा गणित टिचर मोतीलाल भन्ने पूर्वतिरको कहाँ हो घरमा हुनुहुन्थ्यो। त्यसपछि यहाँका चिन्तबहादुर अनि त्यसपछि अब चन्द्रकान्तजी अनि त्यसपछि अब अरू सरहरू धेरै त्यही भन्नुहोस् ल। अनि जसरी नै इन्द्रबहादुर इन्द्रमणि पौडेल, माधव गुरु, त्यसपछि जीवराज गुरु, ढुण्डिराज पोखरेल अनि त्यसपछि हाम्रो प्रावितर्फ हुनुहुन्थ्यो रिसराज आचार्य अनि त्यसपछि अब तपाईँको अरू अब धेरैका नाम चाहिँ बिर्सिहाल्यो, धेरै वर्ष भयो के अरे? धेरै वर्षपछि भयो यो सम्झना चाहिँ सम्झना गाह्रो हो। त्यसले मैले जतिजना सम्झेँ भने अरू नसम्झेकाहरूले अन्यथा नसोच्नु होला, सम्झना चाहिँ गाह्रो पर्छ। त्यसैले म सम्झे जतिका नाम चाहिँ यसरी भने। अब यो विद्यालयमा तपाईँले काम गर्ने बेला यो विद्यालयमा अध्ययन गर्ने कुन कुन विद्यार्थीहरूलाई सम्झिनुहुन्छ? यसो 10-12 जनाको नाम भनिदिनुहोस् न। ल, सम्झना क्रममा धेरैजनाको त यो स्मरण गर्न सकिँदैन र त्यो बेला कि त चाहिँ राम्रै विद्यार्थीलाई सम्झिन्छ कि त चाहिँ नराम्रो विद्यार्थीलाई। त्यसैले अरूले अन्यथा नसम्झनु होला। र मैले सम्झेमा एउटा मैले धेरै चाहिँ माया र स्मरण गर्ने साथ एउटा विद्यार्थी शिशिर गौतम अनि त्यसपछि अब भनौँ नि जस्तै अब यो ल त्यसो भए यसमा वेदराज केसी भन्नाले खैरीको वेदराज केसी भयो अनि मालती डाङ्गी त्यसपछि तपाईँको यो अब भनौँ यो प्रमोद आचार्य अनि त्यसपछि अब यता भनौँ
हाम्रो अहिले वर्तमान हेर्छ अरे उत्तम खनाल उत्तम खनाल, ए कविराज खनाल, खनाल अनि त्यसै क्रममा अब यहाँ अरू धेरै होलान् तर मैले सम्झना चाहिँ भयो यसै हो। अब म धेरै चाहिँ सम्झन नसक्छु। ल ठिक छ। हस् त, विद्यालयको बारेमा धेरै कुराहरूको जानकारी दिनुभयो। फेरि पनि आउँदै गर्नुहोला आफूले पढाएको विद्यालयमा। तपाईँ त संस्थापक हेडमास्टर पनि अमरायामा स्थापना गर्नमा पनि ठुलो भूमिका खेल्नुभयो। त्यसपछि विद्यालयलाई यहाँ सारियो, यसमा पनि तपाईँको हात छ भन्ने कुरा हामीले सुनेका छौँ। र पटक पटकमा आउनुला। अब घर टाढा पऱ्यो तपाईँको, त्यही पनि यो बाटो हिँड्नु पर्दाखेरि सट्ट स्कुलमा पस्दिनुहोला। हस् त, धन्यवाद ढुण्डिराज सर। ल।